हेलो दर्शकबिन सबैलाई है नमस्ते स्यारो स्यानी भ्याबलो टाँसी दिले भन्दै आजको मेरो भ्लग चाहिँ आज हाम्रो यो लप्चो प्राइमेरी स्कुलको नानीहरूको म बनाउँदैछु। यो पहिला चाहिँ म तपाईँहरूलाई यो ग्राउन्डको दृश्यहरू देखाउँछु। यो हेर्नुहोस्, यहाँ चाहिँ मान्छेभन्दा बेसी चाहिँ भालेर पोथीको खालि अब डेटिङ भएको जस्तो भइरहेको छ है। यो हेर्नुहोस्, यो हो हाम्रो लप्चो ग्राउन्डको दृश्य। यहाँ हेर्नुहोस्, यो ग्राउन्डमा चाहिँ अब यस्तो यस्तो गेमहरू भएको पहिला हो, तर यो सालदेखि चाहिँ अब भएको छैन। अब यहाँ लेखेको छ लप्चू कुनिकै क्लब भनेर है। यहाँ चाहिँ अहिले सिर्फ भालेर पोथी खालि डेटिङ भएको जस्तो भइरहेको छ हो दर्शकबिनहरू। यो हेर्नुहोस्, त्यसपछि म यो भित्रको जति पनि नानीहरू छ उहाँको दृश्य म देखाउने नै छु। यो हेर्नुहोस् तपाईँहरूले यहाँ र दर्शकबिनहरू, अब म देखाउँछु यो भित्रको नानीको दृश्य र उहाँको नामहरू म उयो गर्नेछु है। र दर्शकबिनहरू, यो तपाईँहरूलाई अहिले मैले भने है, यहाँ नानीहरू बसिरहेको छ। हेलो, यस यस। सबभन्दा पहिला चाहिँ यहाँ हाम्रो ठुली नानीबाटै म उयो गर्छु। नाम के हो? रिया के हो? रिया छेत्री। अर्को के भन्छ यहाँ? अर्को प्रेमसाई तामाङ। यो युगल छेत्री हो है। अर्को फुच्चे सहयोग छेत्री। अर्को रोहन छेत्री। अर्को अभियान छेत्री। अर्को सबभन्दा लास्टमा चाहिँ हाम्रो एउटा यो सानो रहेछ है, फुच्चे। फुच्चे नाम के हो तेरो? अभय कुमाई। र दर्शकबिनहरू, यो हाम्रो जुन चाहिँ हो यो स्कुलमा मैले पनि पहिला पढेकै हो, किनभनेदेखि हाम्रो यो मेरो बचपन पनि यही स्कुलबाट नै सुरु भएको है। यो हाम्रो लप्चू टी गार्डनको 1960मा मेरो बचपनमा पनि यहीबाट सुरुवात भएको थियो है। अहिले जुन चाहिँ यो नानीहरूको मैले जुन चाहिँ उयो गरेँ नामहरूले हो, त्यो समयमा चाहिँ त्यस्तो थिएन, किनभनेदेखि अहिले जुन चाहिँ नानीहरू हेरेँ मैले सबै नानीहरूलाई हो। र आजको मेरो छोटो अनि मिठो भ्लग तपाईँहरूलाई कस्तो लाग्छ, के लाग्छ है? तपाईँहरूले सबैले एक एक कमेन्ट गरिदिनुहोस्, लाइक गरिदिनुहोस्। अन्त यो नानीहरूको लागि मैले जुन चाहिँ नानीहरू मैले देखाउँदैछु उनीहरूको लागि पनि राम्रोसँगले सब्सक्राइब गरिदिनुहुन्छ होला भन्ने अनुरोध राख्दै आजको मेरो भ्लग चाहिँ यिनै बन्द गर्नेछु। र सबैलाई जय श्री पाथिभरा।